हेलो गाइज, यता हेर्नु त अहिले बिहानको मौसम चाहिँ एकदमै चिसो चिसो मौसम छ। राम्रो चिसो मौसममा यस्तो फिल भइरहेको छ। सबैजना यता मर्निङमा गर्न आइरहेको हुनुहुन्छ। म पनि यस्तो मर्निङ राख्नु गएर तपाईँहरूसँग यस्तो हिँड्न थाकेको छ। म यसो चिसो भएर पनि बिहान बिहानै तपाईँहरूलाई नयाँ नयाँ भ्लग दिन्छु भनेर यता राम्रो भ्यू छ यता पनि यता तपाईँहरूलाई पनि देखाउन चाहन्छु कति राम्रो लाइक भेरी डिप लेक अफ द हाउस द्याट वी हेभ फन नाइस एनी क्वेसन फर मी। यता हाम्रो माथि पनि रमाइलो छ। चाहिँ रमाइलो यति रमाइलो छ कि यहाँ माथि चाहिँ 20 रुपियाँ टिकट लाग्छ होइन। यहाँ पनि रमाइलो छ। यता पनि होइन कपल्सहरू धेरै आइरहेको हुन्छ। त्यही भएर तपाईँहरूलाई पनि सो गर्न चाहन्छु म। त्यही हाम्रो त चराहरू मस्त चारोहरू टिपिरहेको अवस्था छ यता होइन। प्यारोट लाइक माथि पनि रमाइलो छ। यता हाम्रो पिजनहरू राम्ररी चारोहरू टिपिरहेको अवस्था छ। कति राम्रो तरिकाले खाँदैछन् होइन। यो होला माथिको होइन, पहिला हाम्रो गाउँमा हुन्थ्यो नि राजाको कोट जस्तै, त्यस्तै छ यता। सबै मान्छेहरू यता आउँछ अनि घुमेर आफ्नो आनन्द लिन्छन् होइन। तपाईँ पनि आनन्द लिनुहोस् मजाले होइन। यहाँको धेरै राम्रो छ। त्यहाँ साथीहरू माथि फोटो लिइरहेका छन्। साथीहरू मस्त तरिकाले फोटो लिइरहेका छन् माथि। हामी पनि एकछिनमा जान्छु। अन्त गाइस कति राम्रो छ होइन। बिहानको मौसम यति राम्रो पनि शान्त वातावरण एकदमै चराचुरुङ्गीहरूसँग होइन रमाउँदै मर्निङ वाक गर्दै होइन रमाइरहेको छ। हेर्नु त गाइस कति राम्रो छ मौसम। यता रुख झरेको रहेछ है। यता रुख झरेको रहेछ। हेर्नु त रनिङ गर्न कतिको मजा छ बिहानको यस्तो चिसो चिसो मौसममा होइन। कति राम्रो छ होइन। मौसम एकदमै रमाइलो छ। यता हेर्नु त डक, लुक एट द गाइज। यता डकहरू होइन रमाइलो तरिकाले चारोतिर डक रमाइलो व्हाइट डक चारो टिप्दैछ। लामो लेक छ। द्याट्स लाइक ताल भराए जस्तै अथवा ताल जस्तै पोखराको है। एकदमै ठुलो फिसहरू छ है गाइस। एकदमै ठुलो फिसहरू पनि छ। हाम्रो उता छ नि कञ्चनपुरको बेतकोटा ट्याक्कै त्यहाँ जस्तै छ क्या यता होइन गाइस। यो डक्सहरू धेरै छ कि यो तालमा होइन। यसको चल्लाहरू पनि फुरुक गरिरहेको छ होइन। माथिबाट कागले हेरिरहेछ है कति बेला टिप्ला भनेर। तर त्यसको मम्मी बाउ यतै छ है। हेर्नु त कति राम्रो छ। भेरी ब्युटिफुल डग्स धेरै छन्। उता छन्, छेउमा छन्, उता गएको छन्। एकदम रमाइलो छ। त्यहाँ हेर्नु त कति राम्रो तरिकाले फिसहरू धेरै ठुल्ठुलो छ हो। माथि आउँदैछ। यो एक्सर्साइज पनि भयो होइन। अब यता पर जिमसिम गर्नेछु। त्यसपछि ब्रेकफास्ट बनाएर ब्रेकफास्ट खानेछु। आज हामी ब्रेकफास्टमा एन्ड मिल्क टी एन्ड स्यान्डविच खानेछु होइन। त्यसपछि खाएर होइन
अन्त्यतिर लाग्नेछौँ। ब्ल्याक टी चाहिँ रहेको छ सानो एन्ड ब्ल्याक टी मिसेज टेस्टी। गाई चाहिँ हेर्नु त यति राम्रो बरपिकलको रुख छ है, कति राम्रो छ। हेर्नु त पहिलाको जमानामा भन्दैन ऋषिमुनिको पालामा त्यस्तै छ है रुख, कति दामी छ गहिलो होइन। यता हेर्दै जान्छ, यता त रमाइलो सबै स्ट्रेचिङ हेर्नु त पार्कमा सबै रमाइलो जग्गा एक्सर्साइज होइन, रमाइलो पारामा होइन। आहा वाट अ नाइस। यहाँ हेर्नु डक्सहरू चल्लाहरू, डक्सको चल्लाहरू। यता त पिजनहरू धेरै चारो टिप्दैछन् हो, डराउँदा नि डराउँदैन हो यिनीहरू। हेर्नु त तिनीहरू उठ्छन् है अब, हेर्नु त उडेर कहाँ पो उता जानुपर्छ। यता हेर्नुहोस् धेरै ठुलो पार्क छ होइन, रमाइरहेका छौँ। बिहानको यस्तो चिसो मौसममा पनि होइन, तपाईँहरूले साथ दिनु होला, सपोर्ट गरिदिनु होला होइन गाइस। साथ सपोर्ट बिना केही पनि हुँदैन है। पार्कमा सबै होइन खेलिरहेको छु सबै हेर्नु त गाइस कति राम्रो तरिकाले हुँदैछ, सबै गर्दैछ काम पनि गर्दैछ। साथीहरू लास्टै थाकियो है, एक्सर्साइज गरेर लास्टै थाक्यो अब होइन। यता हिलतिर होइन सिधा जानेछ, सिधा गएर परसम्म हल्का रनिङ गरेर त्यसपछि भन्नेछौँ। अमेजिङ न that side is very nice. There is a very amount of these people like very powerful oxygen. Okay, nice. Oh guys, लास्ट डे थाकियो। अब उतापट्टि गएर अलि वाटर खानु पऱ्यो, पिउनु पऱ्यो है, पिउनु पऱ्यो वाटर। पानी पिएपछि हल्का रेस्ट, just 1-2 minutes, then I will show you again. Okay, यता सानो मन्दिर छ, ओम नमः शिवाय, धेरै राम्रो रहेछ। बिहान बिहानै दर्शन पनि गर्न पायो शिवजीको होइन। यता हेर्नुहोस् गाई झिल जस्तै छ है, गुफा जस्तै जाने छ बाटो है, कहाँ जाने बाटो होला यताबाट सराउन्डिङ होला होइन। यस्तै भिडियोहरू लिएर होइन तपाईँहरूलाई म देखाउनु, तपाईँ पनि महसुस गर्न सकौँ कि यहाँ कति रमाइलो छ भनेर होइन। होइन गाइस हेर्नु त कति राम्रो ब्युटिफुल ग्रिन पार्क छ, नाम पनि ग्रिन पार्क छ होइन यसको। हेर्नुहोस् है रमाइलो भ्यू, तपाईँ पनि आनन्द लिन सक्नुहुन्छ यहाँ तक होइन। मलाई तिर्खा लाग्यो गाइस, यस्तो तिर्खा लाग्यो। अब पानी पिउँछु एकछिनमा है। यता पानीको धारो चाहिँ गाइस पानी पिउँछ है, थोरै चिसो पानी छ यता है। रमाइलो छ है, चिसो पानी छ। यहाँ हेर्नुहोस् त गाइस पानी यसरी पिउनु पर्ने, क्या मिठो छ है पानी। साथीहरू यो जू है, यो जूतिर जाँदैछु म। जू रमाइलो छ, यहाँ हरिणहरू, मृगहरू होइन, जरायोहरू अनि धेरै किसिमका होइन पशुपन्छीहरू हुन्छन् है गाइस। यता चाहिँ धेरै हरियाली छ है। यता चाहिँ ट्याङ्की छ होइन, पानीको ट्याङ्की छ। यहाँ मृगहरू यही ट्याङ्कीको पानीहरू खाने गर्छन् होइन, पिउने गर्छन्। यता धेरै लामो छ क्या, धेरै ठुलो छ अहिले।
अनि तलतिर गयो होला नि तिनीहरू है। लेट्स सी, आई विल सो यु। कहानी पानीको धारा चाहिँ जय श्री राम। कति राम्रो भ्यू छ है। यता हेर्दै जानु, जङ्गलको बाटो छ है। खतरनाक जङ्गल छ यतातिर होइन। यतापट्टि दायाँ राइट साइडमा एउटा जरायो पनि देखेको थियो, अहिले भर्खर उता। यो चाहिँ जङ्गल हो है साथीहरू। यता चाहिँ जरायोहरू मृगहरू देखिन्छन् उतापट्टि, त्यहाँदेखि परपट्टि रमाइलो छ है गाइज। उता पर छन् धेरै हरिणहरू छन्, अहिले यता छैनन् होइन। उतापट्टि देख्नु भएको छ नि, उता हेर्नु त, धेरै छन् कि, धेरैभन्दा धेरै छन्, यताभन्दा उता छन् धेरै। कति रमाइलो भइरहेछ है। अब यहाँ गेटदेखि बाहिर निस्किन्छ जोको है, त्यहाँ परपट्टि जान्छौँ। यता रमाइलो छ, हरियाली होइन। तपाईँहरूलाई पनि आनन्द भएर होला है होइन कि। अब हामी गेटबाट बाहिर जान्छ है साथीहरू। यहाँ त गेटदेखि बाहिर जान्छ उताबाट आएर हामी। अब साथीहरू गेटबाट बाहिर निस्किँदैछ है। ल गेटबाट बाहिर निस्कियो होइन। तरकारीको यो चाहिँ बाजेको तरकारी पसल गाइस। तरकारी कति चाहिँ फ्रेस। यहाँ हेर्नु त हनुमानको होइन, टक्क हनुमानको कि आसपासमा के लाग्दैछ, अनि के लाग्दैछ आसपास। अब हामी रोडतिर आएको छौँ। यहाँ रोडतिर गाडीहरू मान्छेहरू धेरै है गाडी। यता हेर्नु त गाडीको भिडै भिड छ होइन। अन्त लिजार्ड देखाउँछ है तपाईँले, उतापट्टि देखिरहेको छ लिजार्ड, धेरै राम्रो छ। यता हेर्नु रोडमा मान्छेहरू आउँछन् है। हामी अगाडि जाँदैछौँ होइन गाइस। यहाँबाट राम्रो देखाएको छ है लिजार्ड, यत्रो आइज भएको है। रमाइलो रिजार्ट छ। हामी पनि रोडमा हिँडिरहेको छौँ। अब रुमतिर जान्छ होइन। रुमतिर गएर रुमतिर राम्रो हेर्नुहोस् क्या, कति राम्रो भ्यू छ। माथि लाइटिङ छ होइन, दिउँसोको मौसममा होइन। रमाइलो भइरहेछ। यता हेर्नु त कति राम्रो लाइटिङ छ हेर्नु। वाउ, दिस इज अ ब्युटिफुल। वाउ है। तपाईँ खान सक्नुहुन्छ। यता केकहरू राम्रो बनेको छ है। यता पनि हरियाली छ, रमाइलो छ। रेस्टुरेन्ट पनि राम्रो छ। यता लुक लाइक बनाना ट्री। दिस इज अ भेरी ब्युटिफुल नेचर। हेर्नु त, तपाईँ पनि आनन्द लिनुहोस् न यता रमाइलोको है। तपाईँले इन्फर्मेसन भनेरै म बिहानदेखि यति राम्रो रमाइलो छ है। कति रमाइलो भइरहेछ, हरियाली भरेर होइन। माथि कति राम्रो कफी सप छ होइन। यता मजाले नि कफी पिनलाई रेस्टुरेन्टमा आउने गर्छु। त्यो पनि राम्रो रेस्टुरेन्ट होइन। एकदमै लाइटिङ बब्बाहरू छ होइन। कफी पनि एकदमै टेस्टी हुन्छ। दिस इज आर्ट, द्याट साइड इज आर्ट हो। भेरी ब्युटिफुल आर्ट्स द्याट साइड, एन्ड भेरी ब्युटिफुल आर्ट लेख्ने फोटो बक्स है। यता चाहिँ फोटो बक्स हो। फोटो बक्स हेर्नु त, फोटो बक्स दामी देखेको छ। द्याट साइड भेरी ब्युटिफुल लाइट। ओके, लाइटिङ बब्बाल देखिन्छ है। अब यताबाट हामी रुमतिर लाग्छौँ। यता पनि लाइटिङ एकदमै बब्बाल, सो नेचरल एन्ड ब्युटिफुल लाइक द्याट। You show you, I will show you. Then it's very nice. Yeah, this is yellow coloring. Nice person, but timro.
त एकदमै रमाइलो लाइटिङ होइन कपा लाग्छ मलाई त हेर्न त कति राम्रो छ होइन हेर्दाखेरि कति राम्रो लाग्छ है मलाई हेर्न त guys। आजको भ्लग एकदमै नेचुरल रहनेछ यसको एडिटिङ पनि सिम्पल नै रहनेछ तपाईहरुलाई मन पर्यो भने सपोर्ट गरिदिनु होला को लागि यति नै यदि तपाईहरुलाई मेरो कन्टेन्ट मन पर्छ भनेपछि लाइक शेयर सब्स्क्राइब गरिदिनु होला थ्यांक्स फर वाचिङ and subscribe for daily vlogs welcome see you tomorrow guys love you all bye bye